हेलो दर्शक नमस्ते सन्चै आरामै हुनुहुन्छ होला सबैजना। एउटा जानकारी लिएर आएको छु, छोटो सुनिदिनु होला। सायद तपाईँहरूले पनि भेटाउनु भयो होला कतै सामाजिक सञ्जालमा। जुन जेएनजी आन्दोलनपछि ढलेको सरकार फेरि नयाँ सरकार गठनको लागि फागुनको अन्तिमसम्म चुनाव तोकिएको छ। त्यो त सबैलाई अवगत नै होला। त्यो चुनावभन्दा पहिला नै यहाँ अफवाहहरूलाई के रहेछ भन्दाखेरि जुन सामाजिक सुरक्षा भत्ता नेपाल सरकारले दिइराखेको थियो त्यो चाहिँ अब बन्द हुन्छ, किनभने त्यो एमाले पार्टीले स्थापना गरेको र एमाले पार्टीले बाँडेको भत्ता थियो। त्यो भत्ता बन्द हुन्छ कि तपाईँहरूले भत्ता खान चाहनुहुन्छ भने, असुल्न चाहनुहुन्छ भने आउँदो फागुनमा पनि हाम्रो पार्टी एमालेमा भोट हाल्नुहोला भनेर सादासिधा जनताहरूलाई त्यो अफवाहलाई फैलाइएको छ अरे भन्ने देखियो। यो भत्ता भन्ने कुरा कुनै एउटा व्यक्तिगत पार्टीले दिएर सम्भव हुने कुरा होइन, राज्यले दिने कुरा। त्यो कसरी आउँछ, कहाँबाट आउँछ, कुन पैसा दिएको भन्ने कुरा अलिक भिडियोमा लामो होला, आफ्नो छरछिमेकमा जानबानलाई सोध्नु होला। अथवा र तपाईँहरूले एमालेलाई भोट दिँदा मात्रै पाउने, अरू पार्टीलाई दिनुभयो भने त्यो तपाईँको भत्ता बन्द हुने, त्यो एकदम झुट हो। त्यो हुँदैन त्यस्तो। तपाईँहरूले कसैको डरतरास र धम्की अथवा प्रलोभनलाई वास्ता नगरेर आफ्नो स्वविवेकले भोट हाल्नु होला, होइन। म कुनै पार्टीको विरोधी चाहिँ होइन, राम्रो काम गर्नेको सपोर्टै गर्नुपर्छ, तर आफ्नो स्वविवेक प्रयोग गर्नु होला। त्यो तपाईँले एमालेलाई भोट हाल्नुभयो भने भत्ता पाउने, अरू पार्टीलाई हाल्नुभयो भने भत्ता नपाउने, त्यो हुँदैन कहिले पनि। त्यो काल्पनिक मात्रै हुन्। र आफ्नो स्वविवेकले प्रयोग गरेर भोट हाल्नु होला। र आफ्नो सोझा सादा आमा बुबा अनि गाउँघरका छरछिमेकीलाई पनि तपाईँहरू जस्ता जानमानले सम्झाइदिनु होला र उहाँहरूलाई स्वविवेकले भोट गर्न अनुरोध गर्नु होला। हस् त, धन्यवाद।